हेलो, आज चाहिँ हामी माछा मार्न आएको छौँ यता तलतिर सप्तकोशीमा। अनि 3 जना आएको छौँ आज हामी। अनि यसरी टक्क आइपुग्दैछौँ यहाँ। अनि साथीहरू उता तल माछा उठाएर पुग्नु भएको छ। यो चाहिँ हामी टक्क यसरी चौकीले उठाउँदैछौँ। यसरी टक्कसँगले टक्कसँगले यति माछाहरू चाहिँ मारिसकेको छौँ हामीले। यसरी यो कुन माछा हो यसो कमेन्ट गरेर भनिदिनु होला। यस्तो माछाहरू मारिरहेको छौँ। हल्का आधी केजी जति भर्खर हामी पनि आएको छौँ। यसरी माछा भइन्छ हामी चाहिँ यसरी। अनि एक्स्ट्रा यहाँ यसमा पनि छ, बट्टामा नि छ, कुइन्छ भनेर यसरी गइरहेको छौँ। अनि यो चाहिँ टक्क यसरी हामी पारी पनि माछा मारिरहेछ। साथीहरू उता माछा मारिरहेछ। अनि यसरी माछा उठाइरहेको छौँ हामी। यसरी माछा निस्केर यसरी हामी चाहिँ झर्दैछौँ है। सासानो माछाहरू चाहिँ उभिरहेछ। भर्खर निस्केको माछा हो यो। यसरी उभिरहेछ। अनि हामी चाहिँ यसरी टक्क मारिरहेको छौँ है। अहिले यसरी निकालेर अर्को चौकीमा यसरी हामी चाहिँ माछा टक्क मारिँदैछ। ब्रा क्षेत्र हो यो चाहिँ। ब्रा क्षेत्रको मुनि गुप्तपुरा क्षेत्रको गुप्तपुराको साइडमा यसरी निस्किँदैछ माछाहरू। यसरी भर्खर यो चाहिँ निस्केको हो कि त्यही भएर उभिरहेछ। यसरी उभिरहेछ माछाहरू। यसरी निस्किरहेछ माछाहरू चाहिँ। गाइज माछा मार्नु है। ल यसरी चाहिँ माछा मारेर छौँ। मेरो भ्लगलाई चाहिँ यसो लाइक सेयर सब्सक्राइब गरिदिनु होला। तपारी नि माछा मार्नलाई गइरहनु भएको छ एकजना अङ्कल। नाम चाहिँ थाहा छैन कि तर चाहिँ अङ्कलै हो। गइराख्नु भएको छ यसरी। हामी चाहिँ टक्क यसरी माछा मार्दैछौँ है। गाइज छु लाइक सेयर सब्सक्राइब गरिदिनु होला। टक्क सप्तकोशीमा माछा मार्दै गरेको यसरी निस्केको छ माछा एउटा। सो उब्रेको पनि हेरौँ न त माछा कस्तो हुँदो रहेछ। फिटिक फिटिक निस्केर उब्रेको यसरी। भर्खर निस्केको सोल्टी हो कि त्यही भएर यसरी छटपट्दैछ बिचरा। कति खुसी भइरहेछ है बाहिर निस्केर माछा। बाहिर निस्केको खुसियाली रमाउँदैछ बिचरा। कति सालदेखि भित्रै थियो होला होइन। बाहिर आएर खुसी भएर दुईजना नाचिरहेछ। यसरी हामी चाहिँ माछा मार्दैछौँ। यसरी माछा मारिन्छ है हामी चाहिँ। कहिले काहीँ यसो चौकीले उघाएर करेन्टले मारेको भन्दा अर्ग्यानिक हुन्छ नि त यो माछा। अनि सप्तकोशीमा यसरी टक्क बाहु त्यहाँनिर ठुलो माछा निस्केको सङ्केत भइरहेछ। त्यही भएर अब हेर्नु जानु पर्यो कत्रो माछा रहेछ। जनता जान चाहन्छन्। कति खुसी भइरहेको यो माछा त। बाफ्रे 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 बाफ्रे। बाहिर निस्किने बित्तिकै खुसी भएर हो निस्क्यो माछा निस्क्यो। बाहिर निस्केर खुसी भइरहेछ हाम्रो माछा सोल्टी। यसरी गाउँदै हामी चाहिँ टक्क। हेलो सुभान सर, कस्तो लागिरहेछ माछा मारेर? कस्तो लागिरहेछ? हामी त्यसरी माछा उघाउँदै यसरी टक्क पानी बुट्ने यसरी गइरहेछ। टक्कसँगले यसरी
पानी बोटहरू पनि छ है गाइचो घुम्नुलाई चतरा नयाँ पुलबाट ट्याक्कै माथि भोजपुरसम्म जान्छ है पानी बोटहरू पनि यसरी त्यो माथि गइरहेछ है जान्छ यसरी टक्कै हामी चाहिँ माछा उगाउँदैछौँ गाइजहरू हेर्दै गर्नु होला मेरो भ्लग निस्केको छ निस्केको छ गाइजहरू धेरै ठुल्ठुलो माछा मार्नु नसके पनि ठिक्कको 1-1.5 केजी मारेको छौँ है यहाँ मुनि पनि छ यता साइड पनि छ यसरी हामी चाहिँ चौकीबाट उघाएर टक्कै यसरी हामी मार्छौँ है गाइज हो ससानो माछा परिरहेछ चामचिमी माछा भन्छ यसलाई चाहिँ यसरी अहिले ठक्क माथि डाँडाको मुनि बराक्षेत्र मन्दिर हो यसरी टक्क माछा उघाउँदैछौँ